आएकी कुराउँदै जाऊ पेटा किरा पाना तातो देना चुब्लु त्यहाँ उता जा ओ मम्मी 9 बजेको खै मलाई आज फलफुल ल्याउन बिर्सेको कि के गरेको चाम ल्याउ नि त ए मेरो बेबीलाई सरी बेबी लेट भयो यहाँ दुईटा अनार र एउटा स्याउ ल्याइदै हो तँ आउँछ फेरि छिट्टो क्याम्चुम्मा पारेर दिइहाल्छ मेरो बेबी आयो के फेरि मम्मी डुकु कहाँ राखम हो त्यता राख्छ त राख्ने हुन्छ छोरालाई अनार सेउ दिन्छु भनेको कति चाँडै आएको 8 बजे आएको 9 बजे एउटा टोको भएर आइभ्यो के कति चाँडै आएको चिदिया गसे भनेको यही पल्तिर गएको क्या घाँस काट्न यति चाँडै आएको त्यहाँ चिन्दी जान सकिन खर्का गएर आएको के ए अलि टाढा गएर काटेर लिएर यही बाबु बिहान त बेलुका आएर स्कुलबाट आउँदाखेरि भ्याइन्न भनेर त अब बिहान पनि त्यही जान्छ बेलुका पनि त्यही जान्छ चाँडै चाहिँ यहीँको घाँस जति भ्याउने भयो अब पछि कहाँको काट्छस् अनि 10 बज्न लाग्यो स्कुल जानु बेला भयो भाइ स्कुल गइसके भाइ उहाँ बोर्डिङ जाने हो बोर्डिङ जाने भएपछि जानु पर्ने त्यो स्कुल यहीँ नजिकै छ नि आज स्कुलको छुट्टी हो मम्मी आज हाम्रो स्कुलको छुट्टी आइछ दादा र म बजार जान्छौँ न ए आज छुट्टी आइछ अँ ए ल ल ल जानी बाजा यो जान्न तिमी जाऊ न त हुन त फेरि एक्लै जानु भएन ल ल यसले लिएर जान्छ तिमीलाई ल ल ल दादा आज हाम्रो स्कुलको बिदा आइछ बजार जानु हिँड्नु मम्मीले तिमीलाई त दिनुहुन्न मलाई दिनुहुन्न मलाई साथी दिन जाने याद हजुर हिँड्नु ल त नि मम्मीलाई सोधेर जानु त जानु ल जाम मम्मीले मलाई पनि जा भन्नुभएको छ बजार आऊ तिम्रो गाली गर भन्नुभएको खुसी भएर भन्नुभएको खुसी भएर चाहिँ भन्नुभएको मलाई कुर्नलाई भयो नि जानु पर्छ अरे खुसी भएर भन्नुभएको कि यतिकै दुखी भएर भन्नुभएको थियो खुसी जो भएर भन्नुभएको थियो फेरि फर्केर आज फेरि गाली गर्ने कि मलाई पिट्नु न ए ल त नि जाम के अरे ल मम्मी मलाई पनि बजार जा भन्नुभएको र जानी बाजा फेरि गाली गर्ने बेला चाहिँ जान्न है म जा केही हुन्न भाइलाई समातेर लिएर जाने अघि लाएर अनि अघि लाएर लिएर आउने हुर्रो नआउने भाइलाई ख्याल गर्ने त बजार जानुभन्दा नि भाइको ख्याल गर्न गएको त्यही अनुसारले भाइ ख्याल गरेर समातेर लिएर आउने बुझिस् नि ल जा गर्दा भाइ आज बजार जाँदै आज म बोकेर बजार लैजान्छु मम्मी हामी बजार हिँड्न लाम खै पैसा निकाल्नु त ल बाबु 1000 रुपियाँ तिमीलाई जे मन लाग्छ त्यही किनेर आऊ है खेलाउनु सेलाउनु मलाई 60 रुपियाँ ला धेरै खर्च गर्ने होइन स्कुल जान चाहिन्छ लिएर आएछ है फर्काएर भाइको हात राम्रो समातेर लिएर गएर लिएर आउने ल राम्रो समातेर दादाको हात समातेर राम्रो भाइको हात राम्रो समातेर ला अघि लाएर लिएर आइज है धेरै चकचक गर्ने होइन यसो किन्छु र उसो किन्छु नभन्ने नि बाबु तिमीलाई जे मन लाग्छ त्यही किनेर आऊ है ए दिदी ज्ञानु भएको छ गाइने के कान्छी पर्छ यहाँ यतै आएको म त उहाँ केटाटी बजार गएको नि त कान्छ लोट्ने भनेर पिर परेर यहाँ हेर्दै बसेको बाटो हेर्दै ए ठुला गाडी पठाऊ पठाएको त्यस्तो पनि जाने रहेछ कस्तो केस्तो जाने रहेछ ऊ पठाउँछु त के गरेछौ राम्रो गरेछौ कि नराम्रो गरेछौ कि हेरा गरेछौ कि गएरै छैनौ कि सबै गाउँलेलाई थाहा त्यो ठुला छोरा बिचरा अर्का छोरो चौता छोरो गर्न बिहान बिहान उज्यालो हुने बित्तिकै घाँस काट्न लगेछौ आफ्नोलाई पनि 9 वर्षमा सुताएर बिस्तारा फलफुल चिया त्यस्तो गर्दा त्यो केटारीको मना के हुन्छ थाहा बुझेछौ तिमीले के हुन्छ भन्ने कुरा म सबै बुझेछु तिमीले मलाई सिकाउनु पर्दैन हाम्रो घर सिकाउनु पर्दैन दुनियाँदेखि त त्यति पाप पनि गर्नुहुन्न एउटालाई राम्रो एउटालाई नराम्रो बिचरा त्यसको पनि त मनाइ हो नि आमा छैन तिमीले त्यस्तो गर्ने हो आफ्नो कि त आफ्नो छोरालाई त्यसलाई बराबर गर उसलाई धेरै पैसा दिने उसलाई कम पैसा दिने बिचरा कति रुन्छ त एक्लै घाँस तिमी चाहिने कुरा गर्ने भए बस नत्र जाऊ है यहाँ कुरो पाले यहाँ जाऊ अर्का छोरा धेरै आएको पछि आफ्नो तिमी नजाऊ थाहा पाउली ती कुरा काट्न आएकी कुराउँदै जाऊ पेटा किरा पाना तातो देना चुब्लु त्यहाँ उता जा यहाँ कुरा गर्न आउने अझ ए मेरा छोराहरू आएछन् के लिएर आयो बाबु बोल लिएर आयो ओ भाइ मम्मीले लाग्यो त्यस्तो अलि लागि हुन्छ र मेरो बल धन्नल केही भएन धेरै त दुखो गयो मम्मी के भयो मम्मी धेरै नाच गानु केही पनि मेरो खाइनु मम्मीलाई लास्टी दुखो तिमीले के लिएर आइक्यौ यो हजुरलाई पाउरोट मनपर्छ कि त्यही भएर पाउरोट ल्याइदिनु पाउरोट लिएर आइदिए के हो
नरुन्छु मम्मी तर दुखेर भात डरेर हानेको रे होइन बाबु मैले तिमीलाई कति हेला गरेँ भाइलाई माया गरेँ तिम्रो जस्तो माया झन् भाइले गरेन आएर भक्का हानु तिमीले बरु 40 रुपियाँ दिएको पाउरोटी त लिएर आऊ कमसेकम मैले साह्रै पाप गरेर रहेछु बाबु केटाकेटी भनेका भगवान हुन् सबैलाई समान व्यवहार गर